त मैले द्वादै मलाई धुन न छोरी मान्छे जस्तो काम लगाउँछ न छोरी मान्छेले मात्र काम गर्छ भन्ने केही छ छोराले गरे पनि हुन्छ गाडी अर्को छोराले त कस्तो काम गर्छ नि छोरी जस्तो धुन्न कि म त धुन्न जति करायो नि ए गाडी तपाईँ टाउकोमा चर्न लाग्छ गाडी खुबै राम्रो मानेर जा त्यसो बारीमा त्यो अरूले घाँस काट्दै आउँछन् गएर हेरेर जान्छु स्वाद जान्छु बरु कहाँ बारी बारीमा अरूले घाँस काट्दै आउँछ नामसँग हेरेस् भनेको त केही मान्ने होइन हाम्रो बारीको घाँस काट्दै मम्मी ए आमा चुड्डी के हो त्यो हाम्रो बारीमा कसले घाँस काटिरहेको छ राम 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 गाडी त्यही बिर्ला थियो होली के गाडी दिएल त नि को चोर्दैन घाँस राम 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 के लाज मलाई अर्का बारीमा घाँस चोर्ने लाज पनि छैन गाडी अलिकति लाज शरम पनि छैन होइन कि दिदी हाम्रो बारीमा अलि घाँस काट्नु भएको छैन सानै छ अनि भैँसी फेरि भोकले कराएको करे गरेको के त्यही भएर एकछिन दिदीको बारीमा गएर एक दुई मुठा काटेर लिएर आम भनेको तपाईँ त जतिबिति गर्नुभयो जतिबिति गाली गर्नुभयो हुन्न गाडी हुन्न तिमीहरूका मात्र लालावाला छन् र नगर गाडी अझ आफ्नो मात्र लालावाला भए जस्तो रिस हुन्छ एक दुई मुठा त काट्छु कि यस्तो नगर दिदी जतिबिति मेरो भैँसीलाई मोर्ला पछि तिमीले पनि मेरो बारीमा घाँस ठुलो बस काटे के कस्तो गरेछौ ए घाँस त काटेको छु र के काटेको छु र अरू मठा लोकतिरोस् क्या दिन्न गाडी नगर रिस जस्तो एक दुई मुठा त काट्छु त कसैको पैसा चोरे होइन घाँस त काटे हो कस्तो गरे घाँस काटे भने अलिकति मानव भने चाहिँ छैन तिमीमा मेरो त भैँसी कराएर मोर्न लाखा एक दुई मुठा त यति त काट्छु गाडी खुबै